अलिकति यो थ्योरिटिकल कुराहरू गरौँ। यो बफर भर्सेस ब्रिज स्टेट अथवा ब्रिज भर्सेस बफर स्टेट भनिराख्नु भएको छ। यो न्यारेटिभ्स, बफर स्टेटको न्यारेटिभ्स यो के हो भने अरूले इम्पोज गरिदिएको न्यारेटिभ हो। जियो पोलिटिकल कन्टेक्स्टमा अरूले इम्पोज गरिदिएको न्यारेटिभ हो र त्यो न्यारेटिभले तपाईँको फरेन पोलिसी चोइसलाई कन्स्टेन्ट गरिराखेको हुन्छ। सर्टेन पोइन्टबाट तपाईँ हलचल गर्न सक्नुहुन्न, यता पनि जान सक्नुहुन्न, उता पनि जान सक्नुहुन्न, धेरै लिमिटेसनहरू हुन्छन्। त्यसैले यो न्यारेटिभ अहिलेको कन्टेक्स्टमा तपाईँले जुन कुरा आइराख्नुभयो कति सान्दर्भिक छ भन्ने कुरा हेर्नुपर्ने हुन्छ। अब के त अप्सन ब्रिज स्टेट भन्छ। ब्रिज स्टेटको कन्टेक्स्टमा यो फरेन पोलिसी निडले डिक्टेट गर्ने कुरा हो र खास गरी डेभलपमेन्ट इम्पेरेटिभ्सहरू भनौँ न, ट्रेडको कुरा होस्, इन्भेस्टमेन्टको कुरा होस्, टुरिज्मको कुरा होस्, अरू टेक्नोलोजी ट्रान्सफरको कुराहरू होस्, यी कुराहरूलाई हेर्नुपर्ने हुन्छ। यहाँ चाहिँ अटोनोमी अफ चोइस, डिसिजन मेकिङमा अटोनोमी, फ्रिडम अफ एक्सन अलिक बढी हुन्छ र त्यो फरेन पोलिसीले त्यो डिक्टेट गर्ने हो। अब हामी त्यो गर्न सक्ने अवस्था छौँ कि छैनौँ भनेर हेर्नुपर्ने हुन्छ। अहिलेको करेन्ट जियो पोलिटिकल रियालिटिज, इन्डिया र चाइनाको सम्बन्ध कस्तो छ भनेर हेर्नुपर्ने हुन्छ। सम्बन्ध राम्रो हुँदाखेरि हामीलाई जहिले पनि सहयोगी पुग्ने हो। सम्बन्ध असहज हुँदाखेरि हामीलाई पनि अप्ठ्यारो परिरहेको, हामीले हिस्टोरिकल्ली हामीले देखिरहेको कुराहरू, हामीले यसमा नयाँ कुराहरू भनिराख्नु पर्ने छैन। मलाई के लाग्छ भने ब्रिज भनिसकेपछि एकतिर मात्रै हुँदैन, यो ब्रिज भनेपछि अर्कोतिर पनि हुन्छ, दुईतिर जोड्नुपर्ने हुन्छ। कमन ग्राउन्ड के हो त भन्ने कुराहरू हेर्नुपर्ने हुन्छ। कमन ग्राउन्ड हेर्नलाई मेरो सजेसन, एउटा डिप्लोमेसीमा प्र्याक्टिस गरेर अहिले यहाँसम्म आइसकेको कन्टेक्स्टमा कुरा गर्दाखेरि कोअपरेसन असम्भव छैन, इम्पोसिबल छैन, तर डिफिकल्ट छ। अहिले यो ट्राइल्याटरल कोअपरेसनको कुराहरू उठाइराख्नु भएको थियो नि, पहिला बाबुराम भट्टराईको सन्दर्भ लिनुभयो। अब कसरी अगाडि जाने भन्ने विषयमा कुरा गर्दाखेरि हामीले नन सेन्सिटिभ, नन जियो पोलिटिकल इम्पल्स हुने कुराहरूमा बिस्तारै कन्फिडेन्स बिल्डिङ गर्नुपर्छ। पहिलो कुरा ती कुराहरू के हुन सक्छन् भनेर रिसर्च गर्नु पर्यो। जस्तो हुनसक्छ अहिले यो इकोलोजिकल डाइमेन्सन एकदमै प्रखर रूपमा अगाडि आइरहेको छ। प्रिजर्भिङ दि माउन्टेन इकोलोजी, त्यो हाम्रो सर्भाइभलको इस्यु छ त्यहाँनिर। यसमा मलाई लाग्छ इन्डिया र चाइनाको पनि कमन इन्ट्रेस्ट हुनसक्छ। अर्को यो माउन्टेन इकोनोमी, खास गरी टुरिज्मको कुराहरू, वेलनेसका कुराहरूदेखि लिएर यो नलेज सेयरिङका कुराहरूका कन्टेक्स्टमा पनि केही न केही हामी अलिकति मतलब डाइरेक्टली कन्टेन्टियस इस्यु नपसिकन कोअपरेसनको फ्रेममा जान सक्छौँ जस्तो मलाई लाग्छ। अब हामीले चाहिँ गर्नु पर्यो के भनेदेखि पहिलो कुरा अहिले एउटा चाहिँ राम्रो अपर्च्युनिटी के छ भने एउटा ह्युज मेजोरिटीको म्यान्डेट भएको गभर्मेन्ट छ। त्यो भनेको स्टेबिलिटीतिर हामी गइरहेछौँ भन्ने हो। बाहिरी दुनियाँसँग डिल गर्दाखेरि इन्टरनली जति स्ट्रङ हुन सक्यो त्यति फाइदा हुन्छ। त्यो मेजोरिटीलाई हामीले अब स्टेबिलिटीमा कसरी कन्भर्ट गर्ने भन्ने चुनौती हो एउटा कुरा। त्यो भइसकेपछि पोलिसी स्टेबिलिटी हुन्छ भनौँ न। पोलिसी स्टेबिलिटी भइसकेपछि त्यो भोइस काउन्ट हुन्छ। हामी इन्टरनल्ली फ्र्याक्चर्ड स्टेटको रूपमा रहिराख्यौँ भने हाम्रो कुरा कहिले पनि सुन्दैन। डिभिजनले खेल्ने मौका दिन्छ। जियो पोलिटिकल इस्युजहरूको हामी कुरा गरिरहेको हुन्छौँ नि, जियो पोलिटिकल प्रेसरलाई त्यसलाई विथस्ट्यान्ड गर्नलाई इन्टरनल्ली स्ट्रङ भइयो भने नै सकिन्छ। धेरै यी कुराहरू अहिले जुन स्ट्रेन्थ हामीले गेन गरेका छौँ, यो अहिलेको सरकार अहिले जुन जसरी आएको छ, एकदमै यङ कमिटेड गभर्मेन्ट, टेक्नो सेभी लिडरहरू धेरैहरू आउनु भएको छ। उहाँहरूले युथको भोइसलाई पनि रिप्रेजेन्ट गरेर अब नेपालको अन्तर्राष्ट्रिय परिदृश्यमा हामी यसरी जान्छौँ भन्ने कुराहरू उहाँहरूले डिफाइन गर्न सक्ने अवस्था छ। क्रेडिबिलिटी